यो कथा पार्ट 2 हो, त्यसैले पार्ट 1 बिल्कुल हेरौँ। आज हो एसएलसी को जाँच। सुशीला बेबी गोइन एक्जाम दिन बिर्खे पनि जाँदैछ, तर मन्दिरमा धोइरहेछन् बाउलाई, किनकि यिनीहरू त डन हो जसलाई नै कुट्दिन्छन्। यो कुरा मन परेन बिर्खेलाई, सो एक्जाम क्यान्सल र भन्छ अपना टाइम आएगा। अर्को साथी दयालाई झिल्केले विदेश उडाउँदैछ। बल्ल बल्ल नेत्रे भयो इन्टरभ्यूमा पास, उता सुशीला पनि एसएलसीमा पास, तर माग्नेको जल्यो चुलामा तास गया। नेत्रेको बिहेको तयारी चल्दैछ। सुशीलाको मनमा मायाको आगो बल्दैछ र दीपलाई बोलाएर एक विद्यार्थीले शिक्षकलाई क्वेसन सोध्छिन्, डु यु लभ मी? यसको जवाफ दीपले गीत गाएर दिन्छ। ओ लभ मात्र परेर भएन त चलो भाइ हात माग्न, तर हात माग्न गएको लात खाएर फर्किन्छन्। अब यसको बदला लिन ग्याङ लिएर जान्छन्, तर झगल्टोले घोरल मार्ने बन्दुक लिएर खेद्छ। देन दे डिसाइड सरेन्डर, तर माओवादीले गर्छ मर्डर। कमान्डर कमरेड बारुद एकेए बिर्खे। अब मर्डरको आरोप लागु ग्याङ अफ वासीपुरलाई। त्यही भएर चोर पुलिस खेल्दैछन्। केटाहरू यति धेरै कुद्छन् कि साला केटाहरू लाउरेमा भर्ती हुन्, जहाँ यिनीहरूको पुनः न्वारण गरिन्छ। कमरेड अडान, कमरेड प्रहार, कमरेड मिलन, कमरेड चट्टान। एक दिन माग्नेले गर्छ मिसफायर, बिर्खे हुन्छ घायल, तर गोलीले बाटो बिराएछ। यही मौकामा चौका हान्न पुग्छ कमरेड अडान साले। उता दोस्तहरूलाई बनाउँछ लोकल कुखुराको भाले। बेलुकासम्म 2-2वटा अन्डा पारेको हुनु पर्यो, तैँले 3वटा दिन्छस्। चोर जस्तो लुकी लुकी हेर्दैछ आफ्नो माल आई मिन मायालाई, तर मामा पनि सँगै भएको कारणले तातो गोली खाने आँट गरेन, तातो भात नै खाने निर्णय गर्यो। र साथीहरूले भात पनि खान दिएन। चर्को घाममा बाँधेर सेकुवा बनाउँदैछन् ब्लू डायमन्डको शीतन। अब दारू र शीतन भएर मात्र पुगेन, सुरु हुन्छ ना मध्यरातमा माग्नेले दिन्छ एउटा चिठी। के हो यो? दारूको लिस्ट, अर्को पटक ब्लू डायमन्ड नल्याउनु, अलि महँगो ल्याउनु होला। लिस्टमा शीतनको बारेमा नलेखेको कारण माग्नेलाई झुन्डाउँछन् रुखमा र सबैलाई लोकल रक्सी र भाले लिन गाउँमा पठाउँछन्। तर गाउँको हालत बिल्कुल फरक छ। नेत्रेको जिएफलाई ग्यास्ट्रिक भएको छ, दयाको बुढी पहिला, बिर्खेको बाउ माथि, सुशीलाले ल्याउँछिन् पोल्स साथी। पुलिससँग बदला लिन चलिरहेछ तयारी। फाइनल्ली आयो चौकी हान्ने दिन, तर नेत्रेले हानिदिन्छ स्वास्थ्य चौकी। देन चौकी अट्याकको क्रममा नेत्रे बन्छ शहीद। यति भएपछि युद्ध खतम। बिर्खे बन्यो फेरि लाउरे, अरू साथी बने तोरी लाउरे। तर नो प्रब्लम, तोरी लाउरेहरू पनि लाउरे बन्न जाँदैछन् साउदी कतारको। तर फेरि पोल्स आइपुग्छ ल्याङ गर्न। सुन्दैछु ब्रिटिस लाउरे बन्न जाँदैछौ रे, त्यो पनि कतारको। तिमीहरू गए म कोसँग चोर पुलिस खेल्ने? तिमीहरू काजीको छोरी किडन्याप गर, म तिमीहरूलाई लकेट्छु। प्लानको मुताबिक केटी किडन्याप गरेर केटाहरू राखेको छ दिदीको घर। दिदीको घर छ सहरा। अब केटीलाई पनि थाहा हुनु पर्यो किन किडन्याप गरेको भनेर। तेरो बाउसँग हामीले 50 लाख मागेको छ, 50 लाख हामी बाँड्छौँ, तँलाई झोला पाउने खुसीमा सुरु हुन्छ माया पिराती। तर भन्छ नि दुश्मन खोज्न अन्त जानु पर्दैन। घरको चामल सकाइदिन्छन् केटाहरूले भनेर पुलिस बोलाइदिन्छ भेनाजुले। फेरि केटाहरू पनि कम्ता बाटो छैनन् र केटी हतियार गाडी लिएर भाग्छन्। तर के गर्नु, नेपालको समस्या यही छ, गाडीभन्दा छिटो हिँडेर पुगिन्छ। फाइनल्ली केटाहरू समातिन्छ र पुलिसले भन्छ अब पुलिसमा जागिर खाएर नेपाली लाउरे बन्नुपर्छ। तर केटाहरूको ड्रिम छ कतारको लाउरे बन्ने। यसमा केटी पनि सहमत छ। बुवा, यिनीहरू बुढो भइसके, खाडीकै लाउरे बन्न दिनुहोस्। र फाइनल्ली बुढोको मन पग्लिन्छ। इन्सपेक्टर साहब, यिनलाई खाडीकै लाउरे बन्न दिनुहोस्। नेपाली लाउरेको तलब त बुढीको कट्टु किन्दैमा सकिन्छ। र यसरी लाउरे बन्ने सपना देखेका तोरी लाउरेको कथा यहीँ आएर सकिन्छ।